すみません。あなたは何歳ですか？おいくつですか？すみません。あの方の年齢確認してください。年齢確認してください。भनेको बुझ्नुभयो? कुरा एउटै हो। हो आज हामी पढ्दैछौँ नेनरे अथवा ओइकुचु अथवा नान्साई भन्न खोजेको साई उमेर जापानिज भाषामा चाहिँ उमेरलाई के भनिन्छ आज हामी हो त्यो लेसन पढ्दैछौँ एकदम इम्पोर्टेन्ट छ है। म जापान भर्खर आएको थिएँ के त्यो बेला चाहिँ एकजना बाजे काम बनाउनु भयो सँगै हैन उहाँ आउनुभयो अनि त्यसपछि आइसाजु गरिमै हाजिमास्ते वतासी वा ओमुदेव त मौसिमासु भनेर उहाँले नै आफ्नो परिचय सातौं भनेर दिनुभयो यो सिकाउने गाइसिमास गरियो। त्यसपछि मलाई उहाँको उमेर सोध्न मन लाग्यो हैन त अनि मैले सोधि सातौं सांग वा नान्साई देशु का भनि मैले वतासी वा कोतोसी गोज्यू क्युसाई देशु ने भन्नुभयो उहाँले है कोतोसी वा गोज्यू क्युसाई देशु ने भन्नुभयो ओमुच्याङ वा भन्न सोध्नु मलाई फेरि अनि ओमुच्याङ वा मैले उनी फ्याट्टै हान्दी पढेर आयो अलिअलि त ड्याङ्ग हैन निज्यू हाचिसाई देशु ने भन्दिके मैले के भने निज्यू हाचिसाई निज्यू हासाई भन्नु पनि निज्यू हाचिसाई भनिन्छ बुझ्न त बुझिन्छ तर भाषा स्पष्ट भएन नि त हो भन्न खोजेको आज हामी स्पष्टसँग जापानिज भाषामा उमेर अथवा यो यसमा चाहिँ हामीले नम्बर काउन्टिङका कुराहरू पनि सिक्छौँ है त। ल हेर्नुहोस् सुरु गरौँ। आना तब नान्साई देशका तपाईँ कति वर्ष हुनुभयो कमेन्ट गर्नुहोस् ल फ्याट्टा आउँछ भने। ल हेर्नुहोस् साई अथवा नेन रेई पनि भन्छ यो के भन्छ नेन रेई पनि भन्छ। नेन रेई चाहिँ कसैको उमेरहरू खाकुनेन गर्नु पर्यो अथवा कन्फर्म गर्नु पर्यो भने चाहिँ हैन तपाईको पसलमा कोही कस्टमर छिर्यो कस्टमर अब 18 वर्षभन्दा यताको छ भन्दा सबै पसलमा भन्दा इजाकाइहरू हैन जहाँ चाहिँ चोर खाइरहने ठाउँ हुनु रक्सी धेरै खाने ठाउँ छिर्न पाइँदैन कि नेन रेई खाकुनेन भन्छ त्यसलाई चाहिँ नेन रेई हैन नान्साई कति उमेरहरू कुरा सोधिन्छ त्यस्तो कुरा पनि प्रयोग हुन्छ ल हेर्नुस् साई अथवा नेन उमेर हामी काउन्टिङ लेसन पढ्छौँ यसमा चाहिँ। हेर्नुस् अब 1 वर्षलाई के भन्छ होला त 1 इयर्स ओल्डलाई चाहिँ अब इची साई हो नि त खास इची साई भनेको 1 वर्ष हो नि त साई भनेको उमेर हो हैन नेनरे चाहिँ नेनरे भनेको जस्ट खाकुनिन भनेको कन्फर्म गर्नको लागि जस्तो आइडी कार्डहरु चाहिँ कति वर्षको हो नेनरे त्यस्तो कुराहरु मात्र प्रयोग गरिन्छ। यहाँनिर चाहिँ हामी प्रयोग गर्छौं साई 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 साही ओके साही हेर्नुस् इची साई हो तर इची साई भनेर प्रयोग गरिदैन प्रयोग गरिन्छ यो चीलाई के गर्ने हटाउने र चिसाई चु ल्याइदिने यहाँ के भयो अब यो इसाई चिसाई चु डबल साउन्ड आयो नि हैन इसाई इसाई भनेको 1 इयर्स। अब 2 मा चाहिँ फेरि केही गर्नु परेन नि साई 3 मा नि केही गर्नु परेन सान साई 4 मा पनि केही गर्नु परेन युन साई 5 मा नि केही गर्नु परेन गो साई तपाईको 5 वर्षको छोरा छ भने कति वर्ष भयो गो साई गो साई गो साई कुण्डाको गो साई। अब यहाँले रोकुसाई रोकुसाई रसाई रसाई भन्न चाहिँ अलि नाम चाहिँ यहाँ यो चिसाई चु लगाएर रसाई रसाई भन्न चाहिँ अलि अलि भाषा मिल्दैन नि त त्यसैले रोकुसाई के भन्नु पर्यो रोकुसाई। अब यहाँनिर चाहिँ हाम्रो नाना साई अब आफूले हामीले के भन्नुभयो हाचिसाई हो त अघि नै मैले भने नि हाचिसाई नभनेर हासाई के भन्नु पर्यो हासाई हासाई हो। अब यहाँनिर चाहिँ हाम्रो क्युसाई कति साई क्युसाई अब 10 मा के भन्नु पर्यो ज्युसाई यो उलाई चाहिँ हटाएर ज्युसाई नभन्छ के भन्नु पर्यो जुसाई सानो चिसाई चु भन्नु पर्यो के भन्नु पर्यो चिसाई चु के भयो जुसाई जुसाई के भन्दै रहेछ त हामीले 10 लाई जुसाई कहिलेकाहीँ चाहिँ अब फेरि यसरी यो चाहिँ जिसाई भनेर प्रयोग गरेर हुन्छ के कहिलेकाहीँ जिसाई जिसाई भनेर प्रयोग गरेर चाहिँ यो उ चाहिँ साउन्डमा लुक्छ के जिसाई जिसाईले हैन जिसाई साउन्डमा लुक्छ त्यति मात्र कुरा हो तर जिसाई ओके। अब 11 लन्स 10 लाई के भन्छ भन्नुस् त हो 10 लाई भन्छ ज्यू हो 10 लाई भन्छ ज्यू। अब हामीले थप्दिनु पर्यो 1 प्लस 1 1 लाई के भन्छ इसाई हो यही लिएर आउनु पर्यो के हामीले सबै ज्यू इसाई। अब यहाँ सबैमा हाम्रो 10 10 10 लाग्छ हेर्नु यहाँ अगाडि सबैमा 10 10 10 हैन ज्यू नि साई अब यही ल्याउने कि यतैको लाइनले पछाडी ल्याएर राख्ने अब ज्यू नि साई हैन ज्यू नि साई ज्यू सान साई ज्यू योन साई ज्यू गो साई ज्यू रोकु साई 17 भन्नु पर्यो भने ज्यू नाना साई 18 भन्नु पर्यो भने ज्यू
हासाई जिउ हाचिसाई होइन जिउ हासाई अघि मैले 28 भन्दा मिस्टेक गरेको थिएँ नि हो त्यसमा चाहिँ नि जिउ हासाई त्यसरी आउनु पर्यो ल हामी चाहिँ अब यहाँ कुरो गम्भीर अलिकति एक ठाउँमा मात्र छ अरु कहीँ पनि छैन 18 सम्म आयो हैन त 19 लाई के भन्छ भन्नुस् त हो 19 लाई भन्ने भयो जिउ जिउ भनेको हाम्रो 10 अब 9 चाहियो क्यु साई हो जिउ क्यु साई भनेको 19 अब 20 लाई के भन्छ होला त 20 वर्ष उमेर भयो तपाईको 20 वर्ष उमेर पुगिसकेपछि जापानिज भाषामा 20 वर्षलाई के भन्नुहुन्छ ल भन्नुस् त 20 वर्षलाई चाहिँ जापानिजमा के भन्छ 20 वर्षको रोचक कहानीहरु हुन्छ के जापानमा चाहिँ 20 वर्ष पुगेपछि जापानमा जापानिज मान्छेहरु 20 वर्ष पुगेपछि धेरै हुन्छ के उनीहरुको गर्ने कुराहरु आफू चाहिँ एकदम फ्रीडम भाषा अनुभव हुन्छ के र 20 वर्ष भएपछि कतिले चाहिँ आफ्नो गर्ने कुराहरु चाहनाहरु सबै 20 वर्षबाट स्टार्ट गर्दै रहेछन् के भन्नु खोजे 20 वर्षलाई जापानिजमा भन्छ स्पेशल हाताची भनेको के हो 20 वर्ष त्यसैलाई चाहिँ अब नि भनेको 2 हैन यो 10 लाई मैले अघि भनेको पछाडी के आयो भने जेरोहरु आयो भने 20 30 40 हैन 50 पछाडी जेरो आयो भने चाहिँ यो 10 को प्रयोग गर्नुपर्छ भनेर नि त हैन अब यसैलाई चाहिँ नि यो हाम्रो 10 वाला चाहिँ निजुसाई भन्न प्रयोग पनि गरेर हुन्छन् हैन विशेष चाहिँ हाताची भन्छन् हाताची भनेको कसैले बुझेन जस्तो गाईको जिनमा विदेशीलाई चाहिँ हाताची भनेको बुझेनन् भने चाहिँ निजुसाई भनेर भन्दिनु पनि गर्छन् निजुसाई नान्साई देशका हाताची देश हाताची निजुसाई देश नि निजुसाई भन्ने चाहिँ बुझ्छन् के फेटाको कतिले हैन बहर नयाँ नयाँ फेसमा आउनेहरुलाई चाहिँ थाहा हुँदैन नि त सबै कुरा बिर्सिरा हुन्छन् हैन मेन सम्झिनु पर्यो 20 लाई चाहिँ हाताची भनेर सम्झिनु पर्यो हैन 1 वर्षलाई इसाई निसाई सानसाई योनसाई गोसाई रोकुसाई नानासाई र 8 लाई के भन्नुभयो हासाई हाचिसाई नभन्दा हासाई त्यसपछि 9 लाई भन्ने भयो क्युसाई 10 लाई भन्ने भयो जिउसाई के भन्नुभयो 10 लाई जिउसाई र मैले अघि पनि भनेको थिएँ फेरि पनि भन्नु छैन पछाडी जेरो आउँछ भने के आउँछ भने जेरो जस्तो कस्तो भन्दा 20 30 40 हैन 50 60 70 80 90 आइरहेछ भने के गर्नु पर्यो यो लगाउनु पर्यो जुसाई जस्तो नि जुसाईमा यहाँ लगायो नि हामीले हैन नि जुसाई अब 30 भन्नु पर्यो भने चाहिँ सान लगाउने फेरि यो जुसाई 40 भन्नु पर्यो भने योन लगाउने के गर्ने अनि फेरि जुसाई गो जुसाई रोकु जुसाई नाना जुसाई हाची जुसाई अब 88 वर्ष भन्नु पर्यो भने नि 88 वर्ष भन्नु पर्यो ल अब अलिकति एक्सरसाइज गरौँ है फेरि 88 28 18 38 31 21 ल भन्नुस् त अब कसरी बनिने होला त हो नि जिउ भनेको कति हो 20 हो कि हैन नि जिउ भनेको 20 अब 1 ल्याइदिने यको पछाडीको उमेर ल्याइदिने नि जिउ इसाई भनेको 21 वर्ष अब 31 पनि त्यही फरक छ छैन नि सानजिउ के ल्याइदिने इसाई ल्याइदिने सानजिउ इसाई भनेको 31 वर्ष 38 वर्षलाई के गर्नु पर्यो 30 चाहियो पहिला हैन त सानजिउ भनेको के हो हाम्रो 30 अब हाची के भन्नुभयो हासाई सानजिउ हासाई 18 वर्षलाई जिउ हासाई हो 28 वर्षलाई निजिउ हासाई 88 वर्षलाई हाची जिउ हासाई हो अब 90 वर्ष भन्नु पर्यो भने नि 90 वर्ष भन्नु पर्यो भने पछाडी जेरो आइराछ के आइराछ जेरो आइराछ भने चाहिँ 10 को लिएर आउनु पर्यो जुसाई हैन क्यु भनेको हाम्रो 9 र हाम्रो पछाडी आयो अब जुसाई क्यु जुसाई 20 वर्ष भन्नु पर्यो भने स्पेशल के हुनु भयो हाम्रो हाताची 30 वर्ष भन्नु पर्यो भने के चाहियो 3 चाहियो पहिला सान चाहियो त्यसपछि जेरो आइराछ पछाडी जेरो आउनु बित्तिकै 10 को ल्याउने मैले भनेको थिएँ जुसाई ठीक छ क्लियर छ हैन त यो केही छ त्यसो भन्नुस् त 8 लाई याद गर्नु पर्यो 20 लाई याद गर्नु पर्यो र पछाडीपट्टि अगाडिको कुराहरुलाई ल्याउनु पर्यो अब प्रश्न गर्नु पर्यो भने चाहिँ के भनिन्छ होला त ल भन्नुस् हो प्रश्न गर्दा भनिन्छ नानसाई देशका के भन्नु भयो एउटा नानसाई देशका अथवा त्यसैलाई चाहिँ ओइकुचु देशका भनेको नि प्रश्न हो यो ओले के गर्छ
पोलाइट बनाउँछ कि कुनै पनि कुराको अगाडि ओ जोड्यो भने चाहिँ के हुन्छ पोलाइट हुन्छ कि यो चाहिँ पोलाइट हुन्छ कि त्यही नै हुन्छ ओलाई भने चाहिँ पोलाइट हुन्छ ओलाई हटाएर इकुचु मात्र पनि भन्ने सोधिरहेको हुन्छन् इकुचु देशका अब नेनरे पनि भन्छ नेनरेवा नेनरेवा पनि यतिकै पनि प्रयोग गरेर हुन्छन् विशेष चाहिँ नान्साई प्रयोग गरेर हुन्छन् ओइकुचु प्रयोग गरेर हुन्छन् नेनरे चाहिँ उमेर आफ्नो कन्फर्म गर्न कसैले कसैलाई अरायो भने चाहिँ नेनरे खाकुलिन भन्छ यस्तो कुराहरू प्रश्न गरेर नान्साई देशका ल भन्नुहोस् अनतावा नान्साई देशका ओइकुचु देशका कमेन्ट गर्नुहोस् है त अब नान्साई देशका अट्याक